कलेजो बिग्रिनु अघि देखिने मुख्य लक्षणहरू। थकान र कमजोरी। सामान्य काम गर्दा पनि शरीरमा ऊर्जा कम महसुस हुनु। सानो प्रयासले पनि छिटो थकान लाग्नु। भोकमा कमी। खाना मन नलाग्नु। नियमित खानामा रुचि घट्नु र पाचनमा असहजता महसुस हुनु। छाला र आँखा पहेँलो हुनु। जन्डिस। छाला र आँखा पहेँलो देखिनु। शरीरमा पित्त असन्तुलनको सङ्केत। मूत्र गाढा हुनु र मल पातलो हुनु। शरीरबाट विषाक्त पदार्थ निकासीमा समस्या, पित्त प्रवाहमा असन्तुलन। घाउ छिटो निको नहुनु। शरीरको ब्लड क्लटिङ क्षमता कम हुनु र सजिलै चोट लाग्दा नीलो दाग देखिनु। पेट फुल्ने वा सुन्निनु। एसाइटिस। पेटमा तरल पदार्थ जम्मा हुनु वा पेट भारी फुलेको महसुस हुनु। ध्यान केन्द्रित गर्न कठिनाइ वा भ्रम। मानसिक सतर्कता कम हुनु, कहिलेकाहीँ अल्झनु वा भ्रम महसुस हुनु।